एकपटक यो कुकुरको भोट माग्ने तरिका सुन्नुहोस् त। मुस्लिम लोग आज 4% बलवा तो हिंदू पर पत्थर नहीं, हिंदू समाज के कहाँ जाके पड़ी। जितने तो लोग छान छान के भगानी से बिल्कुल हम जीते तो इस क्षेत्र में जितना भी अवैध मदरसा बा, जितना भी अवैध मस्जिद बा, सब पर प्रतिबंध लगाएं। म यो कुकुरलाई भन्न चाहन्छु, यो नेपाल तिम्रो बाउको नाममा रजिस्टर छ। यदि तिमी जितियो भने तिम्रो बाउले बनाएको संविधानलाई फलो गर्नुपर्छ। तिम्रो बाउले पनि तिम्रो साथ 10 वटा पुस्ताले पनि गर्न सक्दैन। तिमी आज जुन तरिकाले मान्छेलाई आश्वासन दिइरहेको छ, तिम्रो 10 वटा पुस्ताले पनि यस्तो गर्न सक्दैन। तिमी झुटो आश्वासन दिइरहेको छ। तिम्रो साथ को दिन्छ थाहा छ? जसलाई रोजगारीसँग मतलब छैन, एजुकेसनसँग मतलब छैन, राम्रो स्वास्थ्यसँग मतलब छैन, राम्रो परिवर्तनसँग मतलब छैन, त्यस्तो मान्छे तिम्रो साथ दिन्छ। तर जुन मान्छेलाई यो कुराहरूको एउटा आवश्यकता छ, तिम्रो साथ दिँदैन। तिमी भोट माग्नको लागि मात्रै यस्तो कुरा गर्न सकिन्छ। जब तिमी जित्छौ, तिम्रो बुवाले पनि यस्तो काम गर्न सक्दैन। याद राख्नुस् यो कुरा। जय नेपाल।